खाजा नबोकेर उमेशकोमा फेरि त्यहाँ पनि सके हाम्रोमा त असिनाले धेरै जना ल यहाँ मस्काउनु सुरु भयो खानुहोस् न मम्मी यति त के होइन म पचाउ हेलो हाई सेवा नमस्ते फेरि पनि स्वागत छ तपाईँलाई हाम्रो यस च्यानल शर्मिला ब्लग रुरल नेपाल क्विजमा म अनिल राई डेली ब्लग गर्ने गर्छु र सँग चाहिँ नयाँ भिडियो नयाँ ब्लगको साथमा म आइसकेको छु। आशा छ तपाईँहरू एकदमै आरामै हुनुहुन्छ, सन्चै हुनुहुन्छ, मस्त हुनुहुन्छ, व्यस्त हुनुहुन्छ अनि हामी पनि तपाईँहरूको माया आशीर्वाद एवं मिठो मिठो सम्झनाले एकदमै आरामै छौँ, सन्चै छौँ होइन। अनि हामी चाहिँ आज भनौँ भर्खर मयौँ डाँडातिर हामीले चाहिँ नयाँ वर्षको लागि चाहिँ पसल ससल लगाएको थियौँ। त्यहाँ चाहिँ के अरे आउनु हुने घुम्नु आउनु हुने सबैलाई यसो खाजा नास्ताको व्यवस्था गरेका थियौँ हामीले चाहिँ। हामी चाहिँ लगभग 2 दिन 3 दिनमा झऱ्यो घर होइन। अनि अब भिडियो हाल्नु पनि अलिकति ग्याप हो 2-3 दिन, त्यसको लागि म सरी भन्न चाहन्छु। र अब कन्टिन्यू हाम्रो भिडियोहरू आउनेछ, हामीलाई त्यहाँदेखि सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि आज चाहिँ विशेष बाबा आमा खिदिमादेखि आउनु भएको छ अनि उहाँहरूसँग अस्ति नै आउनु भयो हो। मजाले बसेर गफसप पनि गर्न पाएको छैन कामको व्यस्तताले गर्दाखेरि। र आज चाहिँ हामी मम्मी बाबा लगायत हामी सबै फ्यामिलीहरू चाहिँ लोकल कुखुराको सुप खाँदै मजाले मिठा मिठा गफसप गर्नेछौँ। हामीलाई मजाले हेरेर साथ दिनु होला है त। शर्मिला राईले रातो भाले चाहिँ कयाक कयाक पार्दैछ, मार्छ कि क्या हो आज। बाबा आमाहरू आउनु भएको छ, उहाँहरूलाई अब रातो भाले खुवाउने भनेर हाम्रो शर्मिलाले चाहिँ भाले मार्न अरे भाले। ल दिउँ न धनक। छोरी के गर्दैछ मेरो छोरीले आज मजाले ए पर गएर खेला त। खाजा बोक्नुपर्छ नि होइन, भोक लाग्छ, टाढो छ। हामी त मकै भुटेर हिँड्छौँ खाजा बोकेर, पुग्नै सकिँदैन खाजा नबोकेर उमेशकोमा फेरि त्यहाँ लोकल भाले बन्दैछ अब। मै पस्नु खोजेको। हजुर हजुर पस्यौँ अनि फेरि त्यहाँ झन् त्यही पस्यौँ नि सबै कुरो भयो। अनि फेरि नवरसकोमा झऱ्यौँ। खेल न तर सानो पार न भनौँ त है। दामी हुँदो रहेछ, धागो बन्दिएर निस्किँदो रहेछ। हो र हुन्छ कि हस् बज्यो भन बाई गरिदियो बुझ्दै फोनले गर्दा केटाकेटी ए हुन्छ भन्छ हुन्छ। ल लोकल भाले शर्मिलाले बनाउँदैछन्। अब हामी चाहिँ मजाले पकाएर खान्छौँ होला, खाइदा खान्छौँ होला अरे। यो चाहिँ बाबा आमा पनि आउनु भएको छ अनि नयाँ वर्ष पनि मजाले मनाउनु पाइएन नि त पैसा कमाउनुले गर्दा। अनि आज खाँदैछौँ हामीले चाहिँ, डाँडातिर गएका थियौँ पैसा कमाउनलाई। अनि आज चट्ट बाबुआमाहरूसँग खाने हो लोकल कुखुरा। आमा हौ लोकल कुखुरा बनाइसके। सके बुढो सके बुढो सके खानु मन लाग्यो बुढो। अब चाहिँ काटकुट कार्यक्रम हुँदैछ साथी हो। काटकुट कार्यक्रम गर्दैछ शर्मिला राईले। हुन्छ ठुटोले पिस खानु न, खानु मजा आउँछ गजबले खानुपर्छ।
हाम्रो बहिनीहरू थाकथलको सुटिङको लागि पुरै आउनु भएको छ। थुप्रोजना आउनुहुन्छ 14-15 जना जति। ल यहाँ चाहिँ काटकुट कार्यक्रम सकेछ शर्मीले। कुखुरा बनाउनु चाहिँ हाम्रो शर्मीले साह्रै फास्ट सके। के भर्खर आउने बाबु मासु चाहिँ अहिले हाम्रो घरमा चाहिँ यसरी पकाएर खाइन्छ साथीहरू होइन। अब गाउँघरमा त अब खासै यसरी धोएर खाने सिस्टम छैन, तर हामीले चाहिँ यो नयाँ सिस्टममा ल्याउँदैछौँ। संसार बदल्नु छ भने सुरु आफैबाट गर्नु। यो पोलेको फोहोर सबै जान्छ नि त। पोलेको फोहोर अनि त्यो अब काट्दाखेरि अचनाहरू फोहोर हुन्छ, त्यही भएर पनि धुनु पर्ने रहेछ। अहिले मलाई त्यस्तो लाग्न थाल्यो भनौँ होइन। पहिला पहिला त हामी अब नधुइ नै खाने मान्छे हो। अहिले चाहिँ अलिकति समस्याहरू आउनु थालेपछि अलिक सफा खानुपर्ने रहेछ भन्ने लागेर हामीले चाहिँ अब प्रायः जस्तो यसो मासुहरू फुटेको बेला काटेर धोएर पकाउने गर्न थालेका छौँ भनौँ न होइन। र शर्मिलाले लगे अब लगेर काचाकुचुक पकाउँछ र आज खुवाउने भयो मिठो मिठो सुप पाउन सँगै मलाई छोरीलाई अनि आफू पनि। त्यति ठिकै हुन्छ ल। हजुर म पनि सघाउँछु नि त नि। मासु पकाइनु छ हुन्छ भित्र आलु ताप्नु त्यस्तो अप्ठ्यारो हो क्या भाग्नु म लसुन पनि ल्याउनु भयो। लसुन प्याज सबै छ। के सल्लाह भोलि नभए हाम्रो आमा र बाउ पुऱ्याउनु दाजुसँग जानु न पिङडाँडासम्म। भोलि फेरि बाउ आमा भएन भने फेरि रोमन भाइ पनि भन्नु पर्यो नि। रोमन भाइलाई पनि फेरि रोजनले त्यहीँ भनेको छ अरे सबैमा आइछ अरे। सबैमा आइछ अरे। म त रहेछ गरौँ न। आमालाई ताजेर उतालाई चाहिँ म हिँड्दै जान्छु। जानुहुन्छ 2 दिनमा पुग्छु घर म जान्छु। 9,000 कि 7,900 खै कति पो दिएको कि कतिको भन्नु छुर्पी आलु छुर्पीले नपुगेर आलु कम्ती बिक्री भएन। आलु यसरी खोज्छको सुकेको चाहिँ रहेको थियो 1-2 टुक्रा कति रहेको। आलु बेसी खोज्छ मैले थाहा गरेन भनेको नि। भाइ चाहिँ भोजुर गएको पुगो। मसला लसुन प्याज राति नै झरी जानुभएछ कतिखेर हामी त 2 बजे आएर सुतेर त्यहाँ अस्ति दिन हामी नि सुत्नु नपर आम्मा माथि भने काम बाली पाउँदैन। भयो होला कुकु अलिअलि।
लसुन प्याज यो चाहिँ हाम्रो एकरेसा बारीमा फलाएको भिन्डी होइन यो चाहिँ एकदम राम्रो हुन्छ अब लोकल कुखुराको मासुमा भुटेर खाँदा होइन खानुलाई र सुप लगाइदिउँ ल हाल्दै मेरो सुप खानु पऱ्यो नि त हाम्रो पनि असिनाले धेरै जना दिएछ अस्ति हामी गएको दिन त्यही त राति आमा असिना परेर 2-3 बजेदेखि मान्छे त्यही भएर आएन क्या कसो गर्छ शङ्कर सभाले गुड असिना परेर के हजुर कस्तो कस्तो गोरुहरू यता गोरु त पाउँछ हजुर हाम्रोमा छैन मेरोमा छैन मिस पुङ्खामा राईले चाहिँ गेम खेलेको छ कि आज ल है यहाँ चाहिँ तरकारी उम्लिँदैछ पुरै लोकल कुखुरामा चाहिँ जाने के अरे 2 पिस मासु भए पनि एकरै झोल हाल्दा नि एकदम मिठो हुन्छ यता तरकारी पाक्दैछ अब भित्र हामी फेरि ढिँडो मसाउँछौँ ढिँडो आज कोदाको ढिँडो खाने हामी बाबा आमाहरूसँग अब यता चाहिँ कोदाको ढिँडो पकाउनलाई चाहिँ शर्मिलले पुरै पानी सानी बसिसकेको छ अहिले हामी चाहिँ बाहिर किचन भएर प्रायः जस्तो बाहिर पकाउँछौँ होइन यहाँ चाहिँ आगो मात्रै जोड्छौँ यहाँ चाहिँ फेरि हाम्रो पित्राहरू हुन्छ पुर्खाहरू हुन्छ यो चुलामा देउता हुन्छ त्यही भएर आगो चाहिँ फुक्नुपर्छ यहाँ चाहिँ निकै भात तरकारी नपकायो भने छुर्पी यो छुर्पी चाहिँ हामीले के अरे मैङ डाँडादेखि झरेको हामी चाहिँ आज झरेको ल पानी उम्लेछ अब यो चाहिँ कोदाको एकदम गाउँको अर्ग्यानिक पिठो हेर्नुहोस् है लास्टै मजाले खानुपर्छ ढिँडो त है हुँदैन होला पहिला घोला न फेरि भयो भने हाल्नुपर्छ अलिकति हाल्नुपर्छ होला गिलो ठिक हुन्छ हौ खानु कतिखेर फुलेर निक्लिन्छ निक्लिन्छ बिहान थाहै पर्दैन अस्ति पक्रिनु गएको ल अब चाहिँ रेडी भयो आमा कस्तो खाउँ जस्तो बनायो त हो बुढीहरूले है ढिँडोको कसलाई मन पर्छ दर्शक फ्रेन्ड कमेन्टमा लेख्नु होला तल्लोपट्टि लाने ल बुझौँ ल अब हामी चाहिँ तल्लोपट्टि किचनतिर लाग्दैछौँ ल यहाँ ढिँडो रेडी भइसकेको छ यहाँ खाना पनि छ कुकरमा यता लोकल कुखुराको सुप बन्दैछ अब हामी मजाले खान्छौँ ल तरकारी रेडी भयो अब रेडी भएकै हो नखाने होइन हल्लो भन नानीलाई दिदी होला ढिँडो खान्छ ढिँडो चिची पनि खासै खाँदैन काठमाडौँ बस्ने मान्छेहरू ए यो त मैले उघाएनै रहेछु त गाउँको पकाएको हाम्रो छोरीले खान थाले अब हाल्दैन हामीले बाजे चाहिँ भातै नखाइ सुतिजानु बाजे नाचे सेन्तेर पनि खानुहोस् न मम्मी यति त के होइन म पचाउनु हुन्छ आधी जाडोमा अनि यति नै यति त खानुहुन्छ ल मम्मीले खानु यस्तै हामी त यस्तै खान्छौँ कल्लरे बल्लरे खानु न हुँदैन होला खानु लिनुहोस् न मम्मी त्यति चाहिँ पस्क न हामी पनि खाउँ सबैजना बाबा चाहिँ सुतिहाल्नु भयो अब ढिँडो खान्छु भन्नु दिदी
एउटा खुट्टा हाल्दै मलाई खुट्टा टोक्छु म कसले के हाल्छ ड्राई खाना कति मजाले बुझ्दो रहेछ मिर्चीहरू खाना आज दाहिनेले खाने कहिले दाहिने खान्छ कहिले दाइले दुइटै चलाउँछ सानैदेखि त्यस्तै हो तर भात चाहिँ सानैदेखि नपोखाइ खाने हौ सानोमा पनि थालमा राखिदिइराख्नुपर्ने कस्तो भएछ नानी मिठो छ लोकल कुखुराको सुप मिठो छ कि छैन मिठो छ मिठो छ ल यहाँ चाहिँ मेरो लागि खाना पस्किया छन् सरले राईले यहीँ तरकारी कुखुराको खुट्टाहरू मलाई चाहिँ नटोकी हुन्छ खुट्टा टोक्ने यस्तो छ ल खाना खानु अनि छिटी हजुर रस सुप हाल्दै सुप यो मासु खाँदैन कि बरु सुप खान्छ बेसरी यता दाल खाने बानी भएर दालले मोटाएर मोटाओस् न घट्छ पछि ल यता चाहिँ अनिल राई पनि खाना खानलाई सुरु गर्नुभयो धेरै दिनपछि घरमा खाना खाइँदैछ दर्शकवृन्द होइन हामी चाहिँ उता नयाँ वर्षको लागि पसल लगेर गएको थियौँ मैले राखेर अनि आज झरेको हामी आज झरेको लेखामा बसाइ राम्रो सुताइ पनि भएको छैन कोदाको ढेँडो यो चाहिँ कोदाको ढेँडो 12वटा करङ मस्किने कि पिठो पिठो यस्तो देख्छ मस्किन्छ बाबा छोरी खाना खानुहुँदैछ यता यता हाम्रो मम्मी खाना खानुहुँदैछ आपा चाहिँ सुतिसक्नु भएको छ अघि नै सुत्नुभयो भोलि बिहान खानुहुन्छ होला आपा चाहिँ अब हाम्रो भयो कोदाको ढेँडा कोदाको ढेँडा नेपाली खाना त हाम्रो नेपालीको राष्ट्रिय खाना गुन्द्रुकको ढिँडो भन्छ हामी चाहिँ ढिँडो र मासु पनि खाऊ त हुन्छ अब म पनि खाना खानु सुरु गरेँ दर्शक साथीहरू यो चाहिँ ढेँडो कोदाको ढेँडो म चाहिँ ढेँडो मात्रै खानु पर्ला जस्तो छ खाना नखाने अहिले खायो भने ढेँडो खायो होला नि त ढेँडो न आमामा यत्रो ढेँडो खाएर त नि क्या चिची नखानु भयो छोरीले ए तिमीले खाँदैौ न त सबै छ ए सुप चाहिँ मेरोमा हाल्दा त सुप चाहिँ म खान्छु मासु मासु भयो मासु त खानु अहिले खायो भने ल खाना खानु सुरु गरेँ है त ल कोदाको ढेँडो कोदाको ढिँडो खाएर देखाउ त हाम्रो दर्शक साथीहरूलाई कोदाको ढिँडो उसलाई फोन कता छ कहिले मेरो फोन स्विच अफ हुनु अब मेरो कता छ मेरो हेर एकछिन अनि सुत्नु जानुपर्छ मेरो छ त्यहाँ ले हेर हेर आज छोरीको जिउ दुखे जस्तो छ आइया घट्ने रहेछ आमा यसरी हिँड्नु भने त हिँड्छ म त अस्ति मैले पुग्दैन होला भनेको त पुग्यो मजाले
माथि त्यो तरुल बाली भन्छ त्यहाँ पुग्ने बेला चाहिँ नआउनु पर्ने रहेछ यस्तो टाढो थियो भने बोजूसँग बस्नु पर्दैछ भन है फेरि म्यामहरूले फेरि पढाइ त राम्रो छ भन्छ कसरी पढ्दैछ दिमाग राम्रो छ नि त मेहनत गर भने राम्रो हुन्छ एक थाल ढेँडो बजाएछ शरीरलाई अहिले एकपट्टिको मासु ल यता अनिल राईले पनि खाना खाएर चाहिँ सक्नुभयो घट्ने पनि गर्छ फेरि भनेको बेला पाइँदैन कि आमा अहिले मान्छेले बस्ती पाल्नु छोड्यो क्या हजुर सबै अल्छे भएर गाउँघरमा फेरि थुप्रो थुप्रो पाल्थ्यो अहिले पालिराख्नु मम्मी चाहिँ कता कता गाई पनि भ्याउनुहुन्छ क्या हौ भन ढड्डा भएर मात्रै भएन काट्नु पर्यो मिटिङ पो भन कहिले कहाँ पो कुद्नुहुन्छ पो नि त है गाई त असारदेखि आमाको पेन्सन पाक्ने पेन्सन पुरै 60 वर्ष 60मा हिँड्ने सङ्गतले चाहिँ दिनबन्तीले चाहिँ असार ल खाना अब चाहिँ हामीले खाइसक्यौँ शर्मिला राई खाँदैछ उ चाहिँ भान्छु त्यही भएर लास्टमा खाएको र अन्तिमसम्म खाँदैछ मासु खानुपर्छ त गाउँमा के डेली हुँदैन कहिलेकाहीँ त भक्कु खाँदा पनि पचाइन्छ किप्पा त छैन होला हाम्रो त कुखुरा खर्नु चाहिँ पर्नु खोज्दैछ कि त्यो सफा गर्नुपर्नेछ हौ दर्शकवृन्द हामी चाहिँ मयङ डाँडा गएको थियौँ दुई दिनको लागि पसलको लागि त्यही भएर 2 दिन 3 दिन जस्तो चाहिँ हाम्रो भिडियो ग्याप भयो त्यसको लागि म सरी भन्न चाहन्छु र हामीले चाहिँ आज खानासाना खाएर सक्यौँ अनि आज हाम्रो खाना सँगसँगै हाम्रो भिडियो चाहिँ सकिएको छ र हामीलाई सुरुदेखि अहिलेसम्म एकदमै हेरेर साथ दिनुभएकोमा धेरै धेरै तपाईँहरूलाई धन्यवाद भन्दै यसरी नै हाम्रो भिडियोहरू सधैँ सुरुदेखि अन्तिमसम्म स्किप नगरी हेरिदिनु होला र हामीलाई हेरेर एकदमै खुसी हुनु होला एकदमै रमाउनु होला एकदमै के अरे खुसी हुँदै रमाउँदै हाँस्दै हाम्रो भिडियोहरूलाई सेयर गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला भन्दै आजको भिडियोबाट म लगायत शर्मिला हाम्रो सबै फ्यामिलीहरू बिदा हुन चाहन्छु फेरि अर्को भिडियोमा हामी आइहाल्नेछौँ तबसम्मको लागि हामीलाई कुरेर बस्नु होला प्रतीक्षा गरेर बस्नु होला भन्दै बाई